आमेन। धन्यवाद। आउनुहोस् हामी प्रार्थना गर्नेछौँ। आजको प्रार्थनाको विषय मैले ल्याएको छु तपाईँहरूको बिचमा। आजको प्रार्थनाको विषय रहेको छ रोगी बिमारीको लागि। जतिजना रोगी बिमारी हुनुहुन्छ उहाँहरूलाई प्रार्थना गर्नेछौँ र हामी जतिजना अगुवा पास्टरहरू हुनुहुन्छ, धेरैजना मानिसहरूले आफ्नो जीवनलाई कठिनाइको बावजुदमा पनि सेवाकाईमा गरिरहनु भएको छ, उहाँहरूको लागि हामी प्रार्थना गरिदिउँ र हामी देशको लागि प्रार्थना गरौँ। अहिले देशमा धेरै नराम्रो न्युजहरू सुनिरहेको छ जसले हाम्रो धार्मिकता, हाम्रो आस्थामा कुनै पनि बाधा नल्याओस्। हामी स्वतन्त्र भएर हामी क्रिस्चियन हौँ भन्न पाऊँ र हाम्रो जुन गर्नुपर्ने परमेश्वर राज्य हामी काम गर्नलाई चाहिँ पछि नहटौँ भनेर आउनुहोस् हामी प्रार्थना गर्नेछौँ। तपाईँहरू मसँग सहभागी हुन सक्नुहुन्छ। धन्यवाद सर्वशक्तिमान परमेश्वर, यो समय यो घडी म तपाईँको नाउँमा प्रार्थना गर्छु। म तपाईँको दासरीको हैसियतले प्रभु येशू जतिजना रोगी बिमारी हुनुहुन्छ प्रभुजी, हालेलुया पवित्र आत्मा तपाईँले ती रोगी बिमारलाई छोइकन अहिले नै चङ्गाई गर्नुहोस्। विशेष गरेर म प्रार्थना गर्छु प्रभु, हरेक गाउँमा टोलमा प्रभुजी, हरेक अनि हस्पिटलको बेडमा परमेश्वर, अनि जतिजना क्यान्सरको रोगले प्रभु आज धेरै दुःख कष्ट पाइरहनु भएको छ प्रभुजी, ती मानिसहरूलाई ती क्यान्सर रोगबाट छुटकारा दिनुहोस् परमेश्वर। तपाईँ त सत्य हुनुहुन्छ प्रभुजी। हो परमेश्वर पवित्र आत्मा, जतिजना मानिसहरू सुगर प्रेसरको बिमारले ग्रस्त हुनुहुन्छ परमेश्वर, उहाँहरूलाई तपाईँले छुटकारा दिनुहोस् परमेश्वर। हो पवित्र आत्मा, म प्रार्थना गर्छु प्रभुजी, जतिजना आज गाउँमा अनि प्रभुजी आज एकदमै तपाईँ परमेश्वरको जुन वचन नसुन्न पाएर आज धेरैजना मानिसहरू प्रभु एकदमै समस्यामा परिरहेका छन् प्रभु, तपाईँको वचन त्यहाँ पुर्याउनुहोस् र तपाईँको वचनबाट उहाँहरू चङ्गाई हुनुभएको छ पवित्र आत्मा। त्यसै गरेर म प्रार्थना गर्छु पवित्र आत्मा, जतिजना मानिसहरू प्रभु आज चर्च आउनु नपाएर, धेरैजना मानिसहरू प्रभु घरको समस्याले, फ्यामिलीको समस्या एकदमै प्रभु आज पारिवारिक समस्याको कारणले आज प्रभु तपाईँको वचन सुन्न पाउनु भएको छैन प्रभु, उहाँलाई छुनुहोस् प्रभु। म प्रार्थना गर्छु जतिजनाको कोर्ट केस छ प्रभु, कोर्ट केसबाट छुटकारा दिनुहोस् पवित्र आत्मा। जतिजना मानिसहरू प्रभु आज प्रभु गल्ती नगरिकन पनि झुठो आरोपमा जेलमा रहनु भएको छ प्रभुजी, आज जेलमा रहेका मानिसहरूलाई पनि तपाईँ परमेश्वरको नाममा छुटकारा भएको घोषणा गर्छु प्रभुजी। त्यसै गरी म प्रार्थना गर्छु प्रभुजी, आज धेरैजना मानिसहरू प्रभु दुष्टको बन्धनमा प्रभु, त्यो शैतानको बन्धनमा दासत्व मुनि छन् प्रभु, ती मानिसहरूलाई तपाईँको वचन अनुसार छुटकारा गर्नुहोस् प्रभुजी। तपाईँको वचनमा लेखेको छ, मलाई पुकार म तँलाई जवाब दिनेछु। यशायाको पुस्तकमा भजन सङ्ग्रह प्रभु 50:15 लेखेको छ प्रभुजी, दुःखको दिनमा, समस्याको दिनमा मलाई पुकार, तेरो ओछ्यानबाट म तँलाई छुटकारा दिनेछु भन्नुभएको छ परमेश्वर। ती रोगी बिमारीमाथि तपाईँले हात राख्नुहोस्, तपाईँको किल्ला ठुकेको हात, छेनीको हातले छोइकन प्रभु तपाईँका मानिसहरूलाई चङ्गाई गर्नुहोस् प्रभुजी। हालेलुया पवित्र आत्मा, थ्याङ्क यू जिजस। रिबा खामा लामा खान्दो लाखामा चाहिँ तपाईँ परमेश्वरको हातले अहिले नै छोइकन चङ्गाई गर्नुहोस् प्रभुजी। हो रामा खामा लामा। त्यसै गरिकन म प्रार्थना गर्छु प्रभु येशूको नाउँमा प्रभु, हो जतिजना अगुवा पास्टर हुनुहुन्छ प्रभु, आज धेरैजना मानिसहरूले प्रभु, धेरैजना यस्तो अगुवा पास्टर हुनुहुन्छ प्रभु जसले प्रभु आर्थिकको समस्यामा आफ्नो सेवकाई अगाडि बढाइरहनु भएको छ प्रभुजी, अनि आर्थिकको समस्याको कारणले, घर परिवारको समस्याको कारणले प्रभु सजिलो तरिकाले सेवकाई गर्दै हुनुहुन्न उहाँले प्रभुजी। आज त्यो सहजता प्रभु, त्यो सजिलोपन तपाईँले उहाँहरूको जीवनमा गरिदिनुहोस् प्रभु। हरेक अगुवा पास्टरमा शैतानले यस्तो टार्गेट गरेको छ प्रभु, त्यो टार्गेट यस्तो हो कि जसले चाहिँ तपाईँको राज्य विस्तार नगरोस् भनेर प्रभु, आज त्यो शैतानको टार्गेटलाई काटिकन तपाईँको योजना ती पास्टरहरूको जीवनमा के छ प्रभु तपाईँले पुरा गर्नुहोस्। धेरै चर्चहरू बन्दैछन् प्रभु, आज धेरै चर्चहरूमा खाँचो छ, रुपैयाँ पैसा आर्थिकको प्रभु, त्यो आर्थिक समस्याबाट उहाँहरूलाई छुटकारा दिनुहोस् पवित्र आत्मा। अनि तपाईँको बोलाउट के हो प्रभु, आज त्यो बोलाउटलाई पक्रिकन प्रभु, जसरी आज हामीले परमेश्वरको जीवित वचन सुनेका छौँ, यसैयाले तपाईँको बोलाउटलाई पक्रेर प्रभु आज तपाईँको कामको लागि मर्न पनि तयार भएको छन् प्रभुजी। त्यसै गरिकन आजको प्रभु यी समयको पास्टरहरूलाई पनि तपाईँले आफ्नो आत्माले चढाउनुहोस् प्रभु। हालेलुया रिबा खामा लामा सिखिन्दामा लामा प्रभु, म प्रार्थना गर्छु यो समयमा प्रभु, यो देशको लागि प्रभु, यो देशमा तपाईँले शान्ति ल्याउनुहोस् प्रभुजी।
2 इतिहासको पुस्तक 7को 14ले लेख्छ, प्रभु तपाईँको वचनले भन्दछ, यदि मेरो आफ्नै नाउँ दिएको प्रजाले मलाई नम्र भएर पुकार्छ भने त्यसको देशमा शान्ति ल्याउने, स्वस्थ तुल्याउनेछु प्रभु। यो देशलाई स्वस्थ तुल्याउनुहोस् प्रभुजी, किनभने धार्मिकताले देशलाई उचाल्दछ भन्नुभएको छ प्रभुजी। यो देशमा शान्ति ल्याउनुहोस् प्रभुजी, यो देशमा तपाईँको राज्य आओस् प्रभुजी। हरेकजना मानिसले प्रभु आफ्नो अधिकारलाई प्रभु बोल्न सक्ने, एउटा आफ्नो अधिकारलाई प्रयोग गर्न पाउन सकुन् प्रभु। त्यो दमन शोषण ती जति पनि प्रभु आफ्नो आस्थालाई प्रभु, जुन हामीले गर्ने आस्थाहरू धार्मिकतालाई प्रभु सजिलो तरिकाले गर्न सकौँ, कुनै पनि बाधाहरू व्यवधानहरू नहोस् प्रभु। त्यो बाधाहरूबाट यो देशलाई बचाउनुहोस्, यो देशको मानिसलाई बचाउनुहोस्, यो देशका क्रिस्चियनहरूलाई बचाउनुहोस्, यो देशका विश्वासीलाई बचाउनुहोस् प्रभुजी। थ्याङ्क यू जिजस, खामा लामा थ्याङ्क यू जिजस प्रभु। यो देशमा शान्ति दिनुहोस्, हरेक रोगी बिमारलाई चङ्गाई गर्नुहोस्, हरेक अगुवा पास्टरको जीवन अनुसार तपाईँ परमेश्वरले चलाउनुहोस् प्रभु येशू मसीह। तपाईँको आत्माले तपाईँको बोलावट हरेकको जीवन पुरा गर्नुहोस्। आजको अनलाइन सङ्गतिमा जति पनि हामीले तपाईँको नाउँमा आराधना गरेका छौँ प्रभुजी, तपाईँको नाउँमा हामीले प्रवचन सुनेका छौँ प्रभुजी, आज जति रोगी बिमारी र हामी देश र अगुवा पास्टरलाई प्रार्थना गरेका छौँ प्रभु, तपाईँले सुनाइ गर्नुहोस्। यो प्रार्थना तपाईँको हजुरीमा, तपाईँको टेबलमा, तपाईँको सिंहासनमा, तपाईँको नाउँमा प्रभु तपाईँमा जाहेर गर्दै प्रभु आजको प्रार्थना, आजको सङ्गति, अनलाइन सङ्गति विसर्जन भएको घोषणा गर्छु येशू ख्रीष्टको नाउँमा, आमेन।